सिन्धुलीको चपौलीको शान्त वायुमण्डलमा नेपाली मौलिकता झल्किने घुम्ते घरको छानोमा फरफराउँदै गरेको राष्ट्रिय झण्डाले एक विशेष दिनको संकेत गरिरहेको छ। सिन्धुली कलाघरको चारैतिर रङ्गिएका परम्परागत कलाकृतिहरू, बाँसका आकर्षक मुड्काले सजिएको दलान र स्थानीयपनको सुगन्धले भरिएको वातावरण सबैले यहाँ कुनै असाधारण क्षण पर्खिरहेको जस्तो अनुभूति गराउँछन्। मञ्चतर्फ पुगेपछि झनै महत्त्वपूर्ण दृश्य देखिन्छ। वरिष्ठ कलाकार स्वर्गीय जयनन्द लामा र इन्दिरा गोले गुरुङको पूर्णकद शालिग अनावरण तथा बृहत सांस्कृतिक कार्यक्रम। हरिहरपुर गढी गाउँपालिका सिन्धुली र राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरको आयोजनामा आयोजित कार्यक्रममा शालिगहरूको अनावरण निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यतामा गरिएको थियो। सभाध्यक्ष वज्रध्वज वाइवाको नेतृत्वमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि कलाकार, सञ्चारकर्मी र समुदायको सहभागिता उल्लेखनीय रह्यो। दाहालले कलाकार द्वयको अमूल्य योगदान, जयनन्द लामाको अभिनय तथा लोक सङ्गीतमा दिएको पहिचान र इन्दिरा गोले कृत तामाङ सेलो तथा नेपाली लोकगीतमा पुर्याएको असाधारण योगदानलाई सम्मानपूर्वक स्मरण गर्नुभयो। नयाँ पुस्ताले उनीहरूको सङ्घर्ष र समर्पणलाई प्रेरणाको स्रोत बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। र साहित्य र कला मार्फत, कला र गला मार्फत यो मुलुकलाई महत्त्वपूर्ण योगदान गर्नुहुने, समाजमा सांस्कृतिक हिसाबले महत्त्वपूर्ण योगदान गर्नुहुने साहित्य स्रष्टा आदरणीय जयनन्द लामा, दिवंगत जयनन्द लामा र इन्दिरा गोलेप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। र साँच्चीकै यहाँ तामाङ कला संस्कृति मार्फत आफ्नो सिप र सृजनाको खानी लिएर उपस्थित हुनुहुने सम्पूर्ण कलाकार मित्रहरूलाई पनि म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। यहाँको उपस्थितिले नै साँच्चीकै हामीलाई पनि उत्साह र ऊर्जा पैदा गरेको छ। र साँच्चै कला के हुन्छ, गला के हुन्छ, कसरी यसमा सफलता प्राप्त गर्न सकिन्छ, कसरी निरन्तरता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा पनि तपाईँहरूको उपस्थिति नै हाम्रो निम्ति एउटा शिक्षा भएको छ, ज्ञान भएको छ। आज संस्थागत हिसाबले पहिलो पटक हरिहरपुर गाउँपालिका जसले उहाँहरूको शालिग यहाँ निर्माणको निम्ति आर्थिक सहयोग गरेको छ, यो संस्थागत भले निजी उहाँको परिवारको जनको तर्फबाट शालिग
स्थापना भएको रहेछ, तर सरकारकै तर्फबाट स्थानीय सरकारको तर्फबाट आयोजना गरेर आर्थिक सहयोग गरेर र सिन्धुली कलाघर जसले यो आफ्नो कला घरभित्र दिवंगत जयनन्द लामा र इन्दिरा गोलेको शालिग राख्ने एउटा वातावरण, शालिग निर्माण गर्नको निम्ति एउटा संयोजनको भूमिका निर्वाह गरेको छ। यो शालिग अब सिन्धुली कलाघरको पनि पुँजी हो, सिन्धुलीको पनि पुँजी हो र सिङ्गो राष्ट्रको पुँजी कि कमसेकम यहाँ आएर हेर्दा शालिग कसरी बन्दो रहेछ। सम्पत्ति र सम्मान फरक कुरा छ। सायद उहाँहरूसँग पर्याप्त सम्पत्ति हुन्थ्यो तर सम्मान गर्न लायक, सम्मान दिन लायक प्रतिष्ठित जीवन हुँदैन थियो भने, उहाँहरूले सृजना दिएर जानु हुँदैन थियो भने, रचना दिएर जानु हुँदैन थियो भने, नायकत्व भूमिका निर्वाह गरेर जानु हुँदैन थियो भने, निर्देशन गरेर जानु हुँदैन थियो भने सायद हामीले उहाँहरूलाई सम्झिँदैन थियो, कसैले पनि सम्झिँदैन थियो। त्यस कारणले सम्पत्तिभन्दा बढी सम्मान, सम्पत्तिभन्दा बढी प्रतिष्ठा, सम्पत्तिभन्दा बढी के रहेछ नैतिकता रहेछ। उहाँहरू जीवनभर उहाँहरूले हामीलाई जो सङ्गीत छोडेर जानुभयो, यो सहज ढङ्गले सफलता प्राप्त गर्नुभएको थिएन। हामीले बुझ्नुपर्छ साधना र सङ्घर्ष जसले निरन्तर गर्न सक्छ उसले सफलता प्राप्त गर्न सक्छ। यहाँ अहिले तपाईँले कलाहरू प्रदर्शन गर्नुभएको छ, हामी उत्साहित भएका छौँ, तर तपाईँहरू यो ठाउँमा आउन तपाईँले कति मेहनत गर्नुभयो। दुनियाँमा कसैले पनि अल्छीले प्रगति गर्दैन, मेहनतले मात्र प्रगति गर्छ। जसले जुन क्षेत्रमा मेहनत गर्छ त्यसले प्रगति गर्छ। आफ्नो रुचि अनुसारको क्षेत्र हामीले छनौट गर्ने र त्यही क्षेत्रमा जसले लगानी गर्छ, जसले मेहनत गर्छ, आफ्नो समय सिप र सृजनाको जसले भरपुर उपयोग गर्छ त्यही व्यक्ति मात्र सफल हुन्छ। र सफल व्यक्तित्व मध्ये दुईवटा व्यक्तित्वको हामीले शीर्ष व्यक्तित्व स्रष्टाको हामीले शालिग अनावरण गरेका छौँ। उहाँहरूको शालिग देख्ने बित्तिकै हामी जुन क्षेत्रमा लागेका छौँ त्यही क्षेत्रमा हामीले निरन्तरता दिनुपर्छ, त्यही क्षेत्रमा हामीले श्रेष्ठता कायम गर्नुपर्छ, अव्वलता कायम गर्नुपर्छ। चाहे त्यो कलामा होस् चाहे त्यो गलामा होस्, हरेक सृजनाको क्षेत्रमा सृजना मात्र बढ्दो रहेछ। भौतिक शरीर नबचे पनि हामीले दिएका सकारात्मक योगदानहरू बढ्दा रहेछन्, जीवन्त रहँदा रहेछन्, अमर रहँदा रहेछन् भनेर हामीले बुझ्न सक्छौँ। अमर गायक, नृत्यकार, सङ्गीतकार र नायक पनि रहनुहुने जयनन्द लामा र इन्दिरा गोले, त्यसै गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण कलाकारहरूले पनि उहाँहरूबाट सिक्नै पर्नेछ। उहाँहरूबाट सिक्नु भएर यहाँसम्म आउनुभएको छ। अब आगामी यात्रा पनि तपाईँहरूको निरन्तर सफलताको सिँढी चढ्दै जाओस्। हरिहरपुर गढी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा शालिग अनावरणसँगै कलाघर भरि महोत्सवको रौनक फैलिएको छ। मौलिक घुमाउने घर, विशाल सारङ्गी, मादल, डम्फु, जुनारका लटरम्म बोर्डदेखि काष्ठ कलाका अद्भुत सृजनासम्म सिन्धुली कलाघर कला र संस्कृतिको जीवन्त अभिलेखालय बनेको छ। मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले प्रस्तुत गरेका खैँजडी भजन, लोक नृत्य, तामाङ सेलो, पञ्चे बाजा र दोहोरीका धुनहरूले वातावरण झनै मोहित बनेको थियो।
दर्शक दीर्घ बच्चादेखि बुढासम्मले भरिएको थियो। चियादानीमा उमालेको चिया, ठेकीको मोही, अर्गानिक खाद्य वस्तु, परम्परागत घरको नमुना, पुरातात्विक सामग्री र जातीय झाँकी सबै वस्तुहरूले हामी को हौं भन्ने भाषामा कहानी बोलिरहेका छन्। कार्यक्रममा हरिहरपुर गढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले भन्नुभयो, कलाकारहरू देशको सांस्कृतिक पहिचानका वाहक हुन्। जयनन्द लामा र इन्दिरा गोले जस्ता विभूति हाम्रो सम्पत्ति हुन्। उहाँहरूको परिवारलाई सम्मान गर्न भनेको नेपालकै कला संस्कृतिलाई सम्मान गर्नु हो। आज सम्मानित सबै कलाकारहरूको योगदानले हाम्रो पहिचान जीवित छ र आगामी पुस्तालाई मार्गदर्शन गर्ने ऊर्जा यिनैले दिन्छन्। कार्यक्रम हाम्रो सुरुवात हो। भाषा, संस्कार, संस्कृति जोगाउने क्रममा हरिहरपुर गढी गाउँपालिकाले र म व्यक्तिगत वज्रध्वज वाइबाले यो संस्कार संस्कृति पनि जोगाउँदै जानुपर्छ, हाम्रो भाषा संस्कृति सबै जोगाउँदै जानुपर्छ भन्ने क्रममा हामीले अब यो सुरुवात भयो। यो ऐतिहासिक स्थल सिन्धुली गढी र हरिहरपुर गढी अन्तर्गतको सम्बन्ध छ। देश जोगाउने क्रममा यो दुवै स्थलहरूको महत्त्वपूर्ण भूमिका छ। सोही अनुसार हाम्रो जातको, धर्मको, संस्कारको, संस्कृतिको पनि जगेर्ना गर्ने हाम्रो अहिलेको परिवेशमा ठुलो महत्त्व छ। यो क्रममा अहिलेसम्म आफ्नो भाषा, संस्कृति र संस्कारलाई जोगाउँदै आउनुभएका सम्पूर्ण कलाकार, तामाङ कलाकार सङ्घका, मेन्दोमाया र तामाङ कलाकार सङ्घका सम्पूर्ण कलाकारहरूप्रति म आभार व्यक्त गर्दै म के भन्न चाहन्छु भने अर्को वर्ष जयनन्द लामा र इन्दिरा दिदीको शालिग सँगसँगै डम्फु पनि बनाउने हामीले अठोट गरेका छौँ। सकेभरि यही टिम हाम्रो उपस्थिति गराउने हामीले जमर्को गरेका छौँ। हामी मेन्दोमा हामीले सोचेको थियौँ तामाङको एउटा सेलो मात्र यतातिरको होला भनेर यो थप अभिभार आएको छ। यो ज्यानले भ्याएसम्म यो मेन्दोमाया टिम र यो सेलो तामाङ सेलोको टिमलाई सङ्घलाई अगाडि बढाउनुको लागि हरिहरपुर गढीको सरकारको तर्फबाट म व्यक्तिगत तर्फबाट यो प्रयास र सुरुवात मात्रै हो। अब हामीले डम्फु बनाउने, टुङ्ना बनाउने, अग्रज कलाकारहरूको सेवा सम्झनाको लागि शालिग बनाउने कार्यक्रम सुरु गऱ्यौँ। सधैँभरि यो कार्यक्रमहरू अगाडि बढिरहनेछ। आजको सम उपस्थितिमा जसरी आउनु भए पनि, जहाँ जसरी पुग्नुपर्ने बाध्यता भए पनि हामीले यो कला कार्यक्रममा सबै सहभागी भएर कलाकार र कलाकारिता देखाउँदै यो अग्रज कलाकारहरूलाई सम्मान गर्दै हामीले यो अवस्थासम्म आइपुग्दाखेरि हाम्रो अबदेखिको उपरान्त एउटा इच्छा, तपाईँहरूको इच्छा, घर बनाउने, संस्कार संस्कृति जोगाउने क्रममा एउटा इच्छा फेरि बलियो गरी थपिएको छ, एउटा खम्मा बलियो गरी थपिएको छ। कार्यक्रममा वक्ताहरूले नेपाली कला संस्कृति परम्परा सृजनशीलताको संरक्षणमा कलाघरहरूको भूमिका अमूल्य रहेको भन्दै एक स्वरले प्रशंसा व्यक्त गर्नुभयो। उहाँहरूले जयनन्द लामा र इन्दिरा गोले जस्ता अविचल सृजनाकर्मीहरूले देशको सांस्कृतिक पहिचानलाई
विश्वभर चिनाउने काम गरेको उल्लेख गर्दै उहाँहरूको परिवारलाई गरिएको सम्मानले सम्पूर्ण कलाकार समुदायलाई प्रेरणा दिने बताउनुभयो। हरिहरपुर गाउँपालिकाले विशेष आयोजना गरेर राष्ट्रिय कलाघरको पनि सामान्य र सहयोगमा आज यो राष्ट्रिय कलाघरमा विशेष त स्वर्गीय कलाकार सम्मानित विशेष जयनन्द लामा र इन्दिरा गोलेको शालिग अनावरण हुने जुन यो कार्यक्रम छ, यो उद्घाटन कार्यक्रममा यहाँले भव्य सभ्य रूपमा उहाँहरूको सम्मानित परिवारहरूलाई पनि यहाँ उपस्थित गराएर विभिन्न तहका आदरणीय कलाकार मित्रहरूलाई पनि आफ्ना गीतका प्रस्तुतबाट, आफ्नो विभिन्न कलाका प्रस्तुतिबाट, सांस्कृतिक नृत्यबाट आफ्ना भावनाहरू प्रकट गर्दै आज विशेष गरी सम्मानित स्वर्गीय जयनन्द लामा र इन्दिरा गोलेको जुन यो शालिग अनावरण गर्ने यो भव्य सभ्य कार्यक्रम समारोह गर्नुभएको छ, विशेषतः म सिङ्गो कमलामाई नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। स्वर्गीय जो उहाँहरू स्वर्गमा रहनु भएको छ, ऐतिहासिक कायम गर्नुभएको छ, आज देशैभरिको सबभन्दा अत्यन्त महत्त्व र गरिमाको यो शालिग अनावरण कार्यक्रम भइरहेको छ। उहाँहरूको उच्च सम्मान गरेर विशेष गरी यस्ता कला संस्कृतिको हामीले इतिहासको जगेर्ना गर्न सकेनौँ, इतिहासलाई हामीले संरक्षण समर्थन र व्यवस्थापन गर्न सकेनौँ भने, इतिहासलाई बिर्स्यौँ भने हामीले गरेका कुराहरू वास्तवमा भोलिका दिनमा सार्थक नहुन सक्छन्, महत्त्व नहुन सक्छन्, जसका लागि हामीले इतिहास कायम गर्नको लागि आज उहाँहरूको शालिग अनावरण गरिरहँदा उहाँहरूले ख्याति प्राप्त गर्नुभएको कुरा अघि धेरै आदरणीय व्यक्तित्वहरूले सम्बोधनको क्रममा, प्रस्तुतको क्रममा र कार्यक्रम सञ्चालन गर्ने क्रममा उहाँहरूको योगदानको बारेमा महत्त्वपूर्ण कुरा राख्नु भएको छ। विशेष गरी उहाँलाई उच्च सम्मान र हार्दिक श्रद्धासुमन पनि म व्यक्त गर्न चाहन्छु। उहाँहरूको परिवारलाई अझ उन्नति, प्रगति र सही ढङ्गले शहीदहरूको स्वर्गीय जो हाम्रा कलाकार हुनुहुन्छ उहाँहरूको सम्मानको लागि विशेष त परिवारको पनि आफ्नो पहल कदमी रहनेछ र हामी विभिन्न तहमा जिम्मेवार लिएका आदरणीय व्यक्तिहरूले पनि हामी स्थानीय तहको तर्फबाट, सङ्घको तर्फबाट, प्रदेशको तर्फबाट हामी निर्वाचित जनप्रतिनिधिहरूले यस्ता कला संस्कृति र साहित्यमा हामीले गर्नुपर्ने अथक सहयोग, त्यसमा हामीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पनि छौँ र भोलि पनि यसको लागि समुन्नत उन्नतिको लागि, कला संस्कृति साहित्यको जगेर्नाको लागि, व्यवस्थापन र यसको उजागर गर्नको लागि र यसलाई ऐतिहासिक रूपमा राष्ट्रिय स्तरमा पहिचान गर्नको लागि हामी स्थानीय तहको तर्फबाट पनि आवश्यक सहयोग हिजो गर्दै आएका छौँ र भोलि पनि गर्नेछौँ। वक्ताहरूले स्थानीय तहदेखि सङ्घीय तहसम्म कला, साहित्य र संस्कृतिलाई नीतिगत रूपमा प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याउँदै समाजलाई जोड्ने शक्ति कला र संस्कृतिमै रहेको जनाउनुभयो। साथै नयाँ पुस्तामा सृजनशीलता, श्रम र मौलिक पहिचान प्रतिको प्रतिबद्धता बढाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरियो। कलाकार द्वय जयनन्द लामाज्यू र इन्दिरा गोलेज्यूको शालिग अनावरण कार्यक्रममा छौँ। पक्कै पनि आजको यहाँ हामीले देखिरहेको तामाङ, विशेष गरी तामाङ कला संस्कृतिको जगेर्ना गर्ने, विकास गर्ने, सम्वर्धन गर्ने जुन प्रयास यहाँले गर्नुभएको छ, महत्त्व झल्काउने प्रयास गर्नुभएको छ, आजको दिन उहाँहरू दुईजना जहाँ जहाँ हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, हामीलाई देख्दै हुनुहुन्छ भने अत्यन्तै हर्षित पनि हुनुहुन्छ होला, खुसी पनि हुनुहुन्छ होला। आजको दिन उहाँहरूलाई, उहाँहरूको योगदानलाई स्मरण गर्दै उहाँहरू जहाँ हुनुहुन्छ उहाँहरूको चिर शान्तिको कामना समेत पनि गर्न चाहन्छु र पुनः एकपटक हरिहरपुर गढी गाउँपालिका, समग्र सिन्धुली कलाघर र कला र संस्कृतिको जगेर्नामा लाग्नुहुने सम्पूर्ण महानुभावहरूलाई यो ऐतिहासिक कार्यक्रममा सहभागी हुने अवसरको लागि हार्दिक धन्यवाद दिँदै समग्र नेपाललाई एकै ठाउँमा उभ्याउने प्रयास गर्न लाग्नुभएको छ। यो प्रयासले सार्थकता पाओस् भन्ने शुभेच्छा सहित मेरो मन्तव्य अन्त्य गर्छु। धन्यवाद, नमस्कार। मूर्धन्य स्रष्टालाई सम्झिनु पर्दा जयनन्द लामा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशेष गरी तामाङ सेलोलाई नेपाली लोक फ्लेभरमा स्थापित गराउने स्रष्टाको हिसाबबाट हामीले उहाँलाई सम्मान गर्नुपर्छ, सम्झिनुपर्छ। उहाँहरूले गर्नुभएको योगदानलाई हामीले आज यो हिसाबबाट सम्झ्यौँ। त्यसपछि इन्दिरा, विशेष गरी इन्दिरा गोले, उहाँलाई सम्झिँदाखेरि हामीले काँठे भाकालाई नेपाली सङ्गीत परम्पराको मूल धारमा स्थापित गर्ने स्रष्टाको हिसाबबाट हामीले सम्झिनुपर्छ। मैले इन्दिरा गोले गुरुङलाई सुन्दाखेरि मैले तामाङ गीत भन्दा पनि पहिला
काठे भाकाबाट उहाँलाई चिनेको हुँ। उहाँको योगदान त्यो हिसाबबाट छ र त्यो आज त्यो योगदानलाई यहाँ यसरी जीवित हिसाबबाट सङ्ग्रहित हुन भएको देख्दाखेरि म अत्यन्त खुसी छु। यसैबीच कलाकार सुमन सिन्धुली, कलाकारका प्राण, उनका सहकर्मी, युवा कलाकारहरू र स्थानीय समुदायको अथक मेहनतले महोत्सव अझै भव्य बनेको थियो। कला आश्रम, सांस्कृतिक विश्वविद्यालय र विश्व कलाघर निर्माणको सपना सहित कलाघरले अगाडि बढिरहेको यो यात्रा वास्तवमै प्रेरणादायी छ।
पर्नी चालीमा समाउँछु तिम्रो नारीमा पर्नी चालीमा समाउँछु तिम्रो नारीमा समाउनु पर्छ रमाउनु पर्छ कमाउनु पर्छ हो कि होइन अर्दाले आटेसिलो बोकेरै लान्छ हो कि होइन हासदिनहरु अर्दाले आटेसिलो बोकेरै लान्छ चालैमा परेसी बोकेर कहाँ जान्छ सँगै आएको म चट्टादारीमा चट्टादारीमा साडीलाई आउ तिमी आउँछु म बाइकमा हुन्छ कि हुँदैन सल्टिनहरु साडीलाई आउ तिमी आउँछु म बाइकमा त्यो दिलमा कोही छ भने राख्यो साइडमा ह्यान्डसम भइआएको म चट्टादारीमा चट्टादारीमा परेनी चालीमा समाउँछु तिम्रो नारीमा परेनी चालीमा समाउँछु तिम्रो नारीमा समाउनु पर्छ रमाउनु पर्छ कमाउनु पर्छ हो कि होइन कार्यक्रमका दौरानमा लोकप्रिय कलाकार स्वर्गीय जयनन्दा लामा र चर्चित गायिका स्वर्गीय इन्दिरा गोलेका परिवारका सदस्यहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। सांस्कृतिक क्षेत्रप्रति उहाँहरूद्वारा गरिएको योगदानको कदर गर्दै आयोजकले स्मृति चिन्ह र सम्मान पत्र हस्तान्तरण गर्नुभयो। यस्तै विभिन्न विधामा सक्रिय रहेर कला संस्कृतिको संरक्षण र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका अन्य विशिष्ट कलाकारहरूलाई पनि सम्मान गरिँदा वातावरण थप भावनात्मक र प्रेरणादायी बनेको थियो। खास गरी मैले यतिखेर बोल्नुपर्छ होला, जो व्यक्तिको शालिग अनावरण गरिरहेको छ उहाँले बोल्नु भएको भाषा तामाङ थियो। तैपनि तार सुन सारा गोदावरीको नौधार सुनेर मात्रै रसगार त्यस्तो त विषमत नगर सिमसिमे पानी सिम पानी यस्तै भयो मेरो बानी खुकुरी माथि करदामा पित्तले घैलो भरदामा यो नाथे गीतले गर्दामा बनको चारी बनभारी तैले नि बोल्यो मन भारी मैले नि बोल्यो मन भारी कुखुराको मासु धानको भात जति भने पनि नहुँदो रहेछ एकरो हुँदो रहेछ माइको जा। यिनी गीतको सर्जक जयनन्दा लामा आस्याङ, जसले गीत सङ्गीतमा अब मैले स्वागत मन्तव्य सँगसँगै केही कुरो राख्न चाहन्छु। उहाँले गाउनु भएको तामाङ भाषा नेपाल सरकारले कुनै बेला वर्जित गरिएको भाषा हो। अहिले गर्वको साथ भन्न सक्छु बागमती प्रदेशमा तामाङ र नेवार भाषा सरकारी कामकाजको भाषा भएको छ। जीवनभर वर्जित भाषा बोलेर बाँच्नुपर्ने, वर्जित आहार खाएर बाँच्नुपर्ने तामाङहरूको इतिहास छ। नेपालको जमिन
राज्यले संरक्षण गर्ने नाममा हामी रैथानेहरूबाट खोसिएको छ, अधिकार खोसिएको छ, इतिहास खोसिएको छ। त्यसैको जगमा जैनन्द लामाले काठमाडौँमा पाँचै नेपाल सहरमा तिनै नेपाल सहरमा तिर्खामा लाग्दा मै छैन आफ्नो त भन्ने कोही छैन भनेर काठमाडौँमा गीत गाउँदा राजा भएको सहरमा कोही छैन भन्ने यो तामाङको समातेर ल्याऊ भनेर पुलिसले समातेर एरेस्ट गरेको घटना छ। हो, हामी अब यतिखेर हाम्रो परिवर्तन सँगसँगै यो हामीले कार्यक्रम किन गर्यो भन्नु होला। आज सांस्कृतिक कार्यक्रम यो स्वागत मन्तव्यमा फुलकुमारले किन यो कुरा गरे भन्नु होला। म तामाङ भएर बाँच्नलाई नपाएको देशमा थियो, त्यसैको लागि बारम्बार तामाङ मात्रै होइन विविध सांस्कृतिक जातिको विद्रोहहरू उठेर नै आज सिन्धुलीको गढी अङ्ग्रेज लडाइँसँग जोडिएको गढीको पछाडिपट्टि एउटा केही नभएको भिडको थाप्लामा यो कलाघर बनाएर सुमन मगरले नेपालको मानचित्र जुन दृष्टिले कोरेको छ उहाँहरूको टिमले, ल एकचोटि ताली बजाइदिनुहोस् न। देश बनाउन, समाज बनाउन राणा शाह नै हुनुपर्छ भन्ने छ र? बाहुन हुनुपर्छ भन्ने छ र? हो, समाज बनाउनलाई त समाज जुन बस्तीमा बसेको छ त्यही जातिले आफ्नो समाजलाई विकास गर्नको लागि हिम्मत गर्नुपर्छ, सपना देख्नुपर्छ। त्यो सपना देख्ने क्रममा आज एउटा मगरको छोरीले आफ्नो गाउँ भत्किएको डाँडापाखालाई आज कलाघर मार्फत विश्व सामु नेपालको कला संस्कृतिलाई सम्झाउने, कला संस्कृतिलाई प्रवर्धन गर्ने, केही युवा शक्तिलाई यहीँ पनि जीविका चलाउने, रोजगार दिने, कला संस्कृतिलाई व्यवसाय गर्दै लाने। अहिले हामीले सुनेको पञ्चे बाजा, पहिला पहिला दमाई बाजा भन्ने गर्थ्यो, त्यो बाजालाई दमाई र बाजा दुइटै अछुत बनाएको थियो। हो, अबको परिवर्तनले हामीलाई छुत अछुत सबै एकै ठाउँमा बराबरी गरेको छ। अब ती रेसाहरू तोड्दै हामीले सिन्धुली विकासका लागि प्रमुख कामहरू एउटा कला मार्फत विश्व सामु सिन्धुलीलाई चिनाउने काम गरिराखेको छ। कार्यक्रमले कलाकारप्रतिको सम्मान मात्र होइन, नेपाली सङ्गीत र सांस्कृतिक जगतलाई जोड्ने एकता र कृतज्ञताको भावनालाई समेत सशक्त रूपमा अभिव्यक्त गर्यो। शालिग अनावरणको दिव्य क्षण र सांस्कृतिक महोत्सवको उल्लासपूर्ण रौनकले यो दिन चपौली एउटा जीवित संस्कृतिको राजधानी जस्तै बनेको थियो, जहाँ केवल प्रदर्शन होइन, पहिचान, प्रेरणा र गौरवको धड्कन बनेर बगिरहेको छ।